साथीहरु आज चाहिँ पानीपुरी खान्छु ला म। हजुरहरु पनि बनाएर खानुस् होला। हजुरहरु बनाउन आल्सी लाग्यो भने यता आउनुस् होला, म दिन्छु मेरो छोरीलाई भनेर। मलाई चाहिँ पकाउन आउँदैन केही पनि, तर छोरीले चाहिँ जे पाए त्यही बनाएर मलाई खुवाएकै हुन्छ। अनि कहिलेकाहीँ जाँगर लाग्ने बेलामा चाहिँ म भिडियो पनि बनाउँछु यसरी। अनि मलाई खुसी लाग्छ, रमाइलो लाग्छ भिडियो बनाउनलाई पनि। अब त्यस्तो राम्रो बनाउन नसके पनि अलिअलि आफू खुसी हुनुको लागि बनाएको साथीहरु। अनि मिठो रहेछ पानीपुरी चाहिँ, घरमै बनाएको, यो निम्बु हालेर बनाएको अमिलो पानी चाहिँ आफ्नै घरको मसला पिनेर हालेको। अनि के रे धनिया पनि आफैले रोपेको छ नि त, त्यसैले आफैले धुएर खुर्सानी सबै आफ्नो त सफा हुन्छ नि त। बाहिरबाट किनेर ल्याएको चाहिँ त्यो धनिया पनि प्याज पनि खुर्सानी केही नधुइकन हाल्दो रहेछ कि साथीहरु। हात पनि धोएको हुँदैन है, यतिकै बनाइदिन्छ। त्यसैले फोहोर हुन्छ साथीहरु, बाहिरको नखानुस् होला। दुःख गरेर भए पनि घरमै खानु मन लाग्यो भने बनाएर खानुस् होला साथीहरु। धन्यवाद, बाइ बाइ।